हेडक्वार्टर चाहिँ यही हो है। पानी खींच रहा है ये आधा सूप आधा मोया अक्किल आधा। अच्छा ठीक है समझ गया। सुरुप मोया यो समुद्र बराबर छ, पानी जाने उस नभएर निष्कासन क्षेत्र नभएर यो ट्याङ्करहरू आउँदै पानी बाटोको पानी तान्दै भरेर लाँदै अन्त लाँदै फाल्दै गरेको छ। यो पानी पर्यो नि त आज यहाँ गाडीहरू आएर कस्तो छ। यो चाहिँ हाम्रो ड्राइभर जुजुलु साथी जुजुलु। यस्तो पानी छ। हामी चाहिँ अहिले ड्रुममा जाने क्रममा छौँ। अहिले चाहिँ पानी सकिसक्यो भन्नुपर्दा हुन्छ है त। ल यो चाहिँ कुप्चा भन्ने होटल हो। यो चाहिँ मोहम्मदिया। कस्तो हुन्छ विदेश भनेको ठाउँ रातभरि उज्यालो हुन्छ। यहाँ अँधेरो भनेको आकाश हेरेपछि मात्रै थाहा हुने अँधेरो भएछ भनेर नयाँ त जमिन हेऱ्यो भने त कहिल्यै अँधेरो हुँदैन जमिनमा त। ल हेर्नु यस्तो हुन्छ। टक्क लाएर केएफसी खाने भए यहाँ छ है साथीहरू। कस्तो यो क्यामेरा बुझ्नुपर्ने भएछ क्या। अब यहाँ सिग्नल छ, यहाँ रेड सिग्नल। अब यहाँ युटर्न लिन्छन्। यो चाहिँ जरिर बुक स्टोर आयो। अब मैले फोन किन्ने ठाउँ यही हो। बुक स्टोर लेखेको छ तर भित्र चाहिँ फोनहरू पाउँछ है। फोन, ल्यापटप, कम्प्युटर, टिभी, एलसिडी सबै चिजहरू। यो चाहिँ केएफसी को बोर्ड हो त्यो। अँधेरो छ। ब्राइटनेस कम गरेर खिच्दाखेरि चाहिँ राम्रो आउला जस्तो लाग्यो मलाई। हामी चाहिँ अहिले रुममा जाने क्रममा हो। होटेल छ यो होटेल। म हाम्रो कम्पनीको हेड क्वार्टर पनि म देखाइदिन्छु अब भिडियोमा। यही बाटोमै पर्छ है। मतलब ब्लग मालूम जुजुलु। ada rakib ada YouTube, TikTok, Facebook. Rock Gurfa, batin soya edit, batin rakib TikTok, ada ज़्यादा YouTube, आएगा YouTube, ज़्यादा YouTube, TikTok बस सोया बस। यहाँको त बस पनि फेरि खतरनाक हुन्छ नि। हेर्नु है साथीहरू, बस यहाँको त्यो बस गइरहेछ अगाडि। मैले ब्राइटनेस कम गरेर भिडियो गराएको छु कि धेरै टल्किन्छ कि कस्तो लग नहुने हो। लग गरे कस्तो छ।
बाटो पानी पानी छ पुरा पानी पानी छ जतासुकै है रातिको 1:47 गएको छ ब्राइटनेस बढाएर फेरि उज्यालो लाइटै लाइट छ जतासुकै टल्किन्छ कि लाइट धेरै नबढाएको बोली गर्न पर्ने के अब त्यति साह्रो बोल्न नै आउँदैन मलाई बोल्न त बोल्दिन्छु कि म खतरनाक बोल्दिन्छु तर अहिले चाहिँ सिचुएसन बोल्ने खाले जस्तो छैन कि अब यहाँ साथी अब अरबी बोल्ने म नेपाली बोल्ने फेरि बौलायो भन्छ कि फेरि लेग्लै बोल्न थालेपछि त्यही भएर धेरै नबोलौँ अनि यहाँ फेरि यसरी भिडियो बनाएर हिँड्न पनि खासै त्यस्तो उस छैन भएर पनि हो यस्तो छ टक्क लगाएर चाहिँ हाम्रो कम्पनी है यो चाहिँ हाम्रो कम्पनी है यो मेन हेडक्वार्टर भनेको यो है हाम्रो हेडक्वार्टर चाहिँ यही हो है लगाएर यस्तो छ बजार चाहिँ म छु है हाम्रो रुम आउनु लाग्यो यता चाहिँ यहाँ त फेरि आकाश पनि उज्यालै हुन्छ नि फेरि रातिमा पनि हो ल पानी हेर्नु पानी हेर्नु चाहिँ पानी धेरै छ यहाँ यस्तो हुन्छ बाटोमा पानी आएर बाटोभरि वाइल्ड हो कि पानी त फेरि पुरै पानी हो पुरै पानी समुद्र पानी निष्कासन हुने ठाउँ चाहिँ छैन कि यहाँ यो हो कि समस्या मेन भनेको ढलहरू छैन कि अरू सब ठिक छ पानी निस्किने ठाउँ छैन बस खलास ओके हाम्रो रुम यही हो रुममा आइपुग्यो बिल्डिङ यही हो है बिल्डिङ यही हो ल है त यतिमै भयो अन्त्य ल बाई बाई गुड नाइट सी यू अगेन अर्कोचोटि फेरि अर्को भ्लगमा भेटौँला है आजलाई यति नै